यसमा अब यसमा भोल्टेज जस्तै अस्ति नपाएकोखेरि दुईटा मोडलको देखाएको थियो नि 133 यसमा के पनि देखाउँदैन होला यता त देखाउँदैन उता हेर्नु उ देखाए सर 133 देखाए छन् मिली भोल्ट यता उसमा उता हेर्नु पर्छ सर यहाँ हेरेर भएन यो त हाम्रो सिरिज कनेक्सन भयो नि यताबाट यसरी यसरी भएको हो नि त यसरी गएको हो नि त त्यो त आउनु पऱ्यो नि यताको यताको आउनु त भोल्ट चाहिँ आउनु पर्छ के आउँछ अब त जिरोमा आउँछ तर बिसेकै छ होला तर सरसठी छ नि 121 मा 67 आयो नि त अनि उठ्छ सरी ब्याट्री कहाँ उठ्छ टोटलमा हेरौँ न सर टोटलमा भन्दा नि इन्डिभिजुअलको हेरौँ न कुन सेल के यो त कसरी यो त कति हो 133 आउनु पर्यो 67 आयो होइन सर आधी त आधी आयो अब यो त चार्ज गर्नु पर्ला नि चार्जै हुँदैन नि यो उठ्दैन भोल्टेज इन्डिभिजुअलको सबै अस्ति 3.5 3.73 यसको यो दुईटा हेरौँ सर यो जुन यो गाडीको कति आउँछ 15-20 होला 19 त्यहाँ नि यसमा त आउनु पऱ्यो नि कति त भनेपछि 31 35 जति 45 आउनु यो ल कति आयो 4.5 यत्रो धेरै भोल्टेज छ यसमा 3 भोल्टेज यो पागल भइसकेको छु 1.3 छ यो 2.8 कुनै 0 पनि होला सर 2.1 कुनै ब्याट्री सर ब्याट्रीको टेम्परेचर सेन्सर चाहिँ कुन हो यो नै हो ब्याट्रीको टेम्परेचर बिएमएसले त टेम्परेचर नाप्ने हो काम गर्छ होइन यो टेम्परेचर सेन्सर यही हो मलाई यही हो जस्तो लाग्यो कुनै तार होला थर्मिस्टर टाइप यो त रजिस्टर हो यो उड्या भयो होइन थर्मिस्टर यही हो टेम्परेचर यसमा म्याक्सिमम प्रब्लम भएर यस्तो बाइपास गर्छ बोर्डै राखेर बाइपास गर्दो रहेछ क्या यो त अब उडिसक्यो नि यो ब्याट्री अब पिसिबी बोर्ड बनाएर होइन यो फ्लेक्समा धेरै प्रब्लम आउने भएर बोर्डै पनि बनाएर हाल्छ ब्यालेन्सिङ गरेर मिल्दैन अब एउटा 11 छ यो सम्म 19 छ त एक भोल्टेज उठ्दैन नि त यो 20 चाहिँ कसरी हुन्छ बोलाइसक्यो यो त पागल भइसक्यो नि त देखाउँछ पानी छिरेर खतम यो सर यो हेर्नुपर्ने होइन सर यो एउटा सेल होइन यो र यो के हो भित्र पानी नै छ यसरी चाहिँ हुँदैन त्यो पनि होइन है ठिकै छ 1 भोल्ट माइनस 0 पनि देखाउँछ होला 7 -0 10.5 3 टोटल भोल्टेजै कम छ टोटल भोल्टेज चाहिँ 45 तामसम्म आउनु पर्ने 45 आउनु पर्ने 20 गरेर हाल्दा हुन्छ नि त ब्याट्री अनि हाम्रो पिपी भनेको त ग्राउन्ड डिसी चार्जरको होइन यो डिसी चार्जर त हो नि यो सर यहाँ यो घरबाट नै चार्ज गर्न मिल्ने हुन्छ यो के भयो के पत्ता लाग्यो पत्ता त पड्किया देखियो अरू के पत्ता लाग्यो के देखियो के पड्किया देखियो स्पाइक यही स्पाइक त्यो पड्किया देख्यो होइन सर अनि यहाँ एउटा यो पिपीको छ नि यसमा 4वटा देखिएको छ 1 2 3 4 5वटा कनेक्सन छ होइन यो हामीले नाप्दाखेरि तपाईँको इनर त सबै मिल्यो एउटा तारै देखियो नि यहाँ 4वटा मात्र छ गएको पिपीको तार अर्को एउटा के हुन्छ भनेको के यो चाहिँ यहाँ 5वटा कनेक्सन छ होइन यो न्युट्रल भयो एउटा फेज भयो न्युट्रल भयो अनि एउटा अर्थिङ यो दुईटा एउटा सिपी र पिपी पिपी भनेको चाहिँ अर्थिङ होइन सर पिपी चाहिँ आयो पिपी के यसैमा हुन्छ कि आउँछ यहाँनिर हेर्नु होइन छुट्टै हुनु पर्यो यो त गाडी टु चार्जर टु गाडीको लागि हुनु पर्यो यहाँ त आउनु पऱ्यो नि होइन सर यो 5वटा कनेक्सन यहाँ आउनु पऱ्यो नि होइन जस्तै यो हाम्रो हेरौँ होइन यो भयो होइन
यसको डायग्राममा हेरेर थाहा नहोला उसलाई यो भनेको होइन यो होला सायद किनभने- यो भनेको अर्थिङ हो होइन सर पी लेखेकै छ पी अर्थिङै लेखेको छ अब अर्को तपाईँको भनेको यहाँ छ यो भनेको फेज भयो यतापट्टि छ होइन अनि यो दुइटा एलजीको यो दुइटा त यता आएको छ सिधै यसमा कनेक्सन छ अब यसमा सिधै यता आएको छ यो यसबाट नि गएको 1 2 3 4वटा तार छ होइन सर यहाँ त 5वटा हुनु पऱ्यो नि हाम्रो भनाइ यो यो चाहिँ छ फेरि यहाँ यसमा छ यो यसकोसँग यो छ यो चाहिँ हाम्रो सिपी सिपी छ सिपी छ पिपीको चाहिँ तपाईँको अब यो पिपीको यसको कनेक्सन कहाँ छ यसैमा हुन्छ त यो पिपीको यो यसमा त भएन यसमा हुँदैन यो हुन्छ कुनमा त अब हामीले चाहिँ यो तारै देखेनौँ क्या यसमा रेन्ज चाहिँ के पी छ न्युट्रल छ यो सिपी भयो एउटा भने यो अर्को चाहिँ के हो त यो पिपी हो भने पिपी कता हुन्छ भनेर खोज्नु खोजेर मात्रै हो अनि यो एउटाको चाहिँ भित्र घुमेको हुन्छ होइन र यो हो त्यो भित्रबाट घुमेको हो भने यसो रेजिस्टर लाएर लगायो कि यसरी एउटा सिपी भनेको हाम्रो के हो भन्दाखेरि सिपी भनेको भेकल पिपी भनेको भेकल स्टेसन यो हाम्रोबाट गाडीमा जाने यो लाइन भयो यो गाडीमा जाने यताबाट भयो सिपी भनेको त यसको भित्र गाडीबाट चाहिँ आउने गाडीबाट ल्याउँदा यो त हाम्रो स्टेसनबाट गाडीमा जाने लाइन भयो त यो कति कति कुनै रेजिस्टर छ अरे छैन नि त अब कि यसमा भित्र कनेक्सन दिएर यसबाट लगेर यो रेजिस्टर छ नि यो रजिस्टर राखेर चाहिँ एसएमडी रेजिस्टर राखेको छ होइन हो त्यो रजिस्टर झिकेको कारणले चाहिँ त्यस्तो यो भयो कि यहाँभित्र यो थियो र यो निकाल्यो यो कहाँ थियो यो यहीँ भित्र थियो होला चार्ज अनुसार फरक हुन्छ यो रिलेहरू के छ ठिक छ त्यो त ठिक हो टेस्ट गरेर छैन हामीले त्यस्तो गरेको छैन रिले चेक गर्नु यो चाहिँ कहाँको यो यहाँ उतापट्टि साइडमा हिरोको 4वटा यही त होला नि ठिकै छ यो त आइरहेको छ यो रिले यता र यताको होला यो सर्किट एउटा कि भित्र रिलेबाटै आएको रहेछ अर्को चाहिँ यो भयो यो त सिधै जाने यो त यही भित्रको हो यही भित्रकै होला त्यसो भएदेखि यसो होला यो पिपी चाहिँ पिपी जाँदाखेरि चाहिँ अब कुनबाट गएको छ यो लगाएर चाहिँ रजिस्टरबाट जाने होला यही यहाँ चाहिँ छ त्यो टच भएपछि आउने होला टच तर यहाँ ऊ हालिसकेको छ ब्लु हालेर प्याक गरेको छ त्यो यो कट पनि त्यो खासै यो नराखेको कारणले चाहिँ पड्क्यो वायरिङ यही वायर हो त यो है यो तर पिपी भनेको ग्राउन्ड त्यो यो यसकै कारणले हो खै यो नराखेर हो यो त भित्रकै हो